मकवानपुर गोल्ड कप खर्च प्रकरण खुल्ला हिसाब तर अस्पष्टता के पैसा लुटिएको हो। सार्वजनिक प्रतियोगिता, सरकारी बजेट, स्थानीय क्लब र विदेशी टिम। मकवानपुर गोल्ड कप देशकै चर्चित फुटबल प्रतियोगिता बन्दै गएको छ। तर जब यसको खर्च हेर्छौं 1 करोड, 1 करोड 10 लाख, 91 लाख, तपाईलाई अलि संख्या लाग्दैन? किन अन्य जिल्ला गोल्ड कप आधा बजेटमा सम्भव हुन्छ तर मकवानपुर गोल्ड कप दोब्बर बजेटमा पनि अस्पष्ट हिसाब गर्छ। आज यो भिडियोमा हामी मकवानपुर गोल्ड कपको इतिहास, यसको खर्च संरचना, अन्य गोल्ड कपसँग तुलना, खर्चमा देखिएको अस्पष्टता र विवाद, कानुनी, नैतिक र सामाजिक जवाफदेहिता, सबै कुरा तर्क, स्रोत र उदाहरण सहित स्पष्ट पार्नेछौँ। म मकवानपुरबाट वसन्त भण्डारी बोल्दैछु। मकवानपुर गोल्ड कप फुटबलको क्षेत्रमा एउटा ब्रान्ड बन्दै गएको छ। यसको सुरुवात 2064 सालमा शहीद स्मृति प्रतियोगिताको नाममा गरिएको थियो। पछि केही वर्ष हरायो, फेरि 2075 सालदेखि भूगर्भ सिमेन्टको प्रायोजनमा फेरि सुरु गरियो। 2075 देखि 2082 सम्म आइपुग्दा अहिले यस गोल्ड कपले 7औं संस्करणमा महिला गोल्ड कप प्रतियोगिता खेलाइरहेको छ। 2075 सालदेखि जिल्ला फुटबल संघ मकवानपुर आयोजक संस्था बनिरहेको छ। स्थानीय खेलाडीको विकास, टुरिज्म प्रवर्धन र प्रदेश स्तरीय खेलकुद गतिविधिमा टेवा पुर्याउने उद्देश्यले यस गोल्ड कप गरिँदै आएको छ। पार्ट 2, खर्च विवरण सार्वजनिक तर स्पष्ट छैन। खर्च जिल्ला फुटबल संघ मकवानपुरले पछिल्लो संस्करणमा भएको खर्च विवरण केही दिन अघि मात्रै सार्वजनिक गर्यो। लामो समयपछि सार्वजनिक गरिएको ती खर्च विवरणका प्रमुख शीर्षकहरू सुनौ। तलब भत्ता लाखौं, गेट व्यवस्थापनमा लाखौं, चौर व्यवस्थापनमा लाखौं, सत्कार चिया नास्तामा लाखौं, पोस्टर, पोशाक र प्रचारमा लाखौं। तर थुप्रै शीर्षकहरू यस्तो छन् जुन दोहोरिएको, फजुल वा स्पष्ट छैन भनेर सजिलै व्याख्या गर्न सकिन्छ। उदाहरण हेरौँ। चौर व्यवस्थापन भनेर छुट्टै 2 लाख राखिएको छ। अन्य खर्चमा 2,70,000 छ। आयोजक पोशाक भनेर 1,40,000 खर्च देखाइएको छ। पत्रकार तालिम भनेर 1,50,000 खर्च देखाइएको छ। कुनै खर्चमा कुन मिति, कुन सेवामा, कुन सप्लायर्सलाई तिर्ने भनेर बिल छैन। धेरै खर्च कागजी देखिन्छ। पार्ट 3, तुलनात्मक खर्च। देशभरका गोल्ड कपहरूसँग तुलना गरौँ। अब जाँच गरौँ मकवानपुरको खर्च अन्य गोल्ड कप भन्दा बढी हो कि होइन। उदाहरण 1, आहारारा गोल्ड कप 2078 जुन पोखरामा हुन्छ। उपाधि राशि 10 लाख हो। विदेशी टिम सहभागी हुन्छ। मिडिया हाउसको व्यापक कभरेज तपाईहरूले देख्नुहुन्छ। खर्च जम्मा 69,89,000। उदाहरण 2, पाँचथर गोल्ड कप 2081, उपाधि राशि 11 लाख, सहभागी टिम ए डिभिजनदेखि विदेशी टिमसम्म, खर्च मात्रै 45,37,000। अब हेर्नुहोस् मकवानपुर गोल्ड कपको वर्षै पछिको खर्च विवरण। 2079 जेठमा भएको गोल्ड कपमा 1 करोड 9,67,000 खर्च गरेको देखाइएको छ। फेरि माघमा 1 करोड 19,22,000 खर्च भयो। 2080 सालमा भएको गोल्ड कपमा 91,24,000 खर्च भएको छ। सजिलै बुझौँ न। अब मकवानपुर गोल्ड कप अन्य प्रतियोगिता भन्दा दोब्बर खर्चमा सञ्चालन भइरहेको छैन र? पार्ट 4, खर्चका शीर्षकहरूमा देखिएको विवाद। खर्चका शीर्षकहरू हेर्दा कृत्रिम रूपमा रकम बढाइएको संख्या गर्न सकिने आधार देखिन्छ। उदाहरण, आयोजक पोशाक 1,40,000, कुन ब्रान्ड, कतिवटा पोशाक बिल छैन। चौर व्यवस्थापन 2,30,000, अन्य खर्च 2,70,000। अन्य भन्नाले के, कहाँ खर्च गरियो? पत्रकार तालिम 1,50,000, तालिम भयो तर 50,000 मा तालिम सम्पन्न हुन्थ्यो। खर्चमा 1,50,000 देखाइयो। यी सबै खर्च अति सामान्य काममा अति स्वयक्तिपूर्ण खर्च देखिन्छ। यस्तो खर्च फाइनेन्सियल म्यानेजमेन्टको ब्लफ हो। पार्ट 5, कोषाध्यक्षको बयान र कानुनी दृष्टिकोण। सङ्घका कोषाध्यक्ष अमृत लुम्बा भन्छन् खर्चको बिल नभएकाले पछि किनेर दाखिला गर्यौं। कतिपय खर्च त तिर्न बाँकी छ, त्यसैले अग्रिम खर्च देखाइएको हो। तर नेपालको लेखा प्रणाली अनुसार भुक्तानी नभएको खर्चलाई खर्चमा देखाउन पाइँदैन। खर्च गर्नु पूर्व प्रक्रिया, पारदर्शिता र सार्वजनिक सूचना अनिवार्य हुन्छ। त्यसो भए प्रश्न उठ्छ, के बजेटको नाममा बिल मिलाएर रकम बाँडफाँड गरिएको हो? पार्ट 6, सामाजिक, राजनीतिक र पत्रकारिताको कोण। सामाजिक दृष्टिले हेर्दा यो प्रतियोगिता बन्छ खेलाडीका लागि, तर घोषित खर्चको लाभ पदाधिकारीले उठाउँछन्। राजनीतिक कोणले हेरौँ, सङ्घ र नेताहरूको ब्रान्डिङका लागि गोल्ड कप प्रयोग भएको छ।
खर्च राज्यको, प्रचार नेताहरूको। अब पत्रकारिताको दृष्टिकोण, कतिपय स्थानीय मिडियाले यस्तो विषय लेख्न बोल्न सक्दैनन्, कारण प्रेस विज्ञापन र दर। यस्तो अवस्थामा जनताले तिरेको करको पैसाको कसरी दुरुपयोग हुन्छ, कसरी प्रयोग हुन्छ भनेर प्रश्न गर्नु लोकतन्त्रमा अपराध होइन, अधिकार हो। त्यसैले सत्यलाई धाकछोप नगरौँ। मकवानपुर गोल्ड कप एउटा उत्कृष्ट प्लेटफर्म हो, त्यसमा शङ्का छैन। तर जब यहाँ करोडौँ खर्च हुन्छ तर बिल स्रोत स्पष्टता हुँदैन, तब यसमा विश्वास गुम्छ। गोल्ड कप चलाउनु पर्ने हो, तर नाफा कमाउने धन्दा होइन। यो खेलाडीका लागि हुनुपर्छ, खल्ती भर्नेका लागि होइन। अन्त्यमा तपाईँ के सोच्नुहुन्छ? के मकवानपुर गोल्ड कपको खर्च यथार्थपरक छ कि यो पब्लिक मनीको हेराफेरी हो? तपाईँको विचार कमेन्टमा लेख्नुहोस्। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने सेयर गर्नुहोस्, किनभने सत्य लुकाउँदा समाज कमजोर हुन्छ। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। म बसन्त भण्डारी बिदा हुन्छु। अर्को साता हेटौडा अस्पतालको वास्तविकता, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौडा अस्पतालको चुरो कुरो लिएर आउने नै छु। यस सातालाई बिदा दिनुहोस्। नमस्ते।